नमस्ते। समाचारमन्त्री पढ्नु भएको छ होला, फेसबुक होइन सोसियल मिडियामा नै आइरहेछ। दुर्गा प्रसाई भर्खरै छुटेका छन्। मैले हिजो एउटा फेसबुकमा सानो स्टाटस जस्तो लेखेको थिएँ। त्यसमा मैले के लेखेको थिएँ भने दुर्गा प्रसाईका समर्थकहरू एकदमै धूर्त देखिए। यो आज सरकारसँग गरेको भनेको यो सम्झौता भनेको एउटा चिरकटो पेस्ने भयो भोलि अदालतमा र प्रसाईलाई छुटाउने भए भनेर लेखेको थिएँ। त्यो सही पनि भएको छ र आज उनी चाहिँ छुटेका छन् हैन। अस्ति बिहिबार उनलाई चाहिँ 24 घण्टाभित्र अदालतमा हाजिर गराउनु भनेर आदेश भएको थियो। मैले तत्कालमा सोधेको थिएँ, मैले कुरा नै गरेको थिएँ यो उनी चाहिँ भोलि नै छुट्ने भयो भनेर। त्यो आदेश बनाउन ढिलो भयो के गर्यो गरेर त्यो भोलिपल्ट उनलाई उपस्थित गराइएन। बाटाको म्याद पाएकै हुन्छ त्यस्तो आदेशमा, त्यो बाटाको म्याद कायम भएकोले गर्दा उनी छुटेनन् र उनलाई चाहिँ अब आज जसै पनि हाजिर गराउनै पर्ने थियो, किनभने उनी भ्यालीभित्रै हिरासतमा रहेका भएको हुनाले उनलाई ल्याउनै पर्ने थियो। उनलाई ल्याइयो। आज अदालतको आदेशले उनी छुटे। तर आदेशको 6औं नम्बरमा चाहिँ त्यो हिजो गरिएको सम्झौतालाई कोड गरिएको छ है। उनले चाहिँ शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने भनेर कार्यक्रमहरू गर्ने भनेर हिजो नै सरकारसँग सम्झौता भइसकेको रहेछ भनेर त्यो विषयलाई पनि कोड गरेको छ है। यो देखियो। अब अरू थप के भन्यो त आदेशमा, अदालतले के भन्यो त आदेशमा भने होइन के भन्यो भन्दाखेरि चाहिँ नेपालको संविधानले चाहिँ हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएकै छ र प्रसाई चाहिँ राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियान भन्ने त्यो एउटा चाहिँ त्यो कुनै क्याम्पेनको नेतृत्व गरेको देखियो र यो संघ संस्था खोल्ने र विचार अभिव्यक्तिको स्वतन्त्रता छ नै सबैलाई। त्यो उनले नि पाउने नै हो, त्यो अहरणीय नै हो भनेर त्यो कुरालाई अदालतको आदेशमा बोल्यो। अर्को चाहिँ के भन्यो, उनलाई के सम्झायो भने यो विचार र अभिव्यक्तिको स्वतन्त्रता भन्ने चाहिँ सीमाविहीन चाहिँ हुँदैन है भन्ने पनि अदालतले चाहिँ कोड गरेछ। उनको आदेशमा कोड चाहिँ गरेको छ। यसको सीमा अभिव्यक्तिको सीमा हुन्छ है विचार र अभिव्यक्तिको भन्ने चाहिँ कोड चाहिँ गरेको छ। थपमा के भन्यो भन्दाखेरि चाहिँ नेपालको संविधानको धारा 17 को उपधारा 2 को खण्ड 1 मा उल्लेखित नेपालको सार्वभौम सत्ता, यो भौगोलिक अखण्डता, जात जाति धर्म लगायतको कुराहरूलाई चाहिँ लिएर उत्तेजना फैलाउने, त्यसको विरुद्धमा गतिविधि गर्ने, त्यसको दुरुत्साहन गर्ने होइन, छुवाछुत लगायतको अनि यस्तो खालको कुरा त्यो गर्ने चाहिँ अपराध हुन्छ। अब उनले चाहिँ त्यस्तो गरे त भन्ने कुरा चाहिँ उनलाई म्याथप मिसिलमा संलग्न कागजातहरू, उनलाई म्याथप गर्दाखेरि लगिएका त्यहाँका प्रमाणहरू लगायतको कुराहरूले चाहिँ त्यस्तो केही पनि गरेको देखिएन, त्यो दुरुत्साहन गरेको चाहिँ देखिएन भन्यो। अब निजले चाहिँ हात हतियार को होइन त्यस्तो लिने हिँड्ने यस्तो गरेको देखियो त सार्वजनिक शान्ति खलल गर्नलाई भन्दाखेरि त्यो पनि देखिएन हैन, त्यस्तो पनि केही देखिएको छैन। त्यसो भएको हुनाले चाहिँ यो प्राइम फेसिया भनिन्छ है। अन्तरिम आदेश गर्दाखेरि चाहिँ प्राइम फेसिया विबन्धित प्रत्यक्षीकरण अन्तरिम आदेश यस्तोमा चाहिँ प्राइम फेसिया भनिन्छ। अहिले नै तत्कालै उनी चाहिँ उनले चाहिँ यो यसो झट्टै मिसिल संलग्न प्रमाणहरू हेर्दाखेरि चाहिँ के देखिन्छ त त्यस्तो खालको भन्दा त्यो खालको केही पनि देखिएन। उनले हिजै शान्तिपूर्ण आन्दोलन गर्ने भनेर उनकै समर्थकहरूले चाहिँ होइन सहमति गरिसके सरकारसँग। त्यसो भएको हुनाले चाहिँ उनले शान्ति भङ्ग गर्ने खालको चाहिँ कुनै पनि प्रमाणले अहिले नै त्यस्तो देखिएन र शान्तिपूर्ण रूपमा आयोजना गर्ने यस्ता अभिव्यक्ति विचार अभिव्यक्ति प्रस्तुत गर्ने कुरामा चाहिँ स्वेच्छाचारी ढङ्गले चाहिँ नियन्त्रण गर्न मिल्ने चाहिँ देखिएन। भनेपछि यदि दुर्गा प्रसाईलाई सरकारले चाहिँ स्वेच्छाचारी तरिकाले नियन्त्रण गर्यो, कुनै पनिबाट चाहिँ अब उनको अभिव्यक्तिको स्वतन्त्रताभित्र त्यसको सीमाभित्रको अभिव्यक्ति मात्रै देखियो, त्योभन्दा बाहिर शान्ति खलल गरेको चाहिँ देखिएन भन्यो। अब रमाइलो के छ भन्दाखेरि दुर्गा प्रसाई त फेरि पनि राति समातिएका हुन्। अनि अहिलेको हाम्रो प्रधानमन्त्री त के भन्नुहुन्थ्यो, रवि लामिछानेलाई राति गर्यो भने त सडकमै आउला जस्तो गर्नुभएको थियो, उहाँले फेरि दुर्गा प्रसाईलाई राति समातिनु भयो होइन। यो विषय चाहिँ छ। तर यसमा चाहिँ मैले अस्ति पनि भनेको थिएँ, मेरो चाहिँ धारणा के हो भने राज्य 24 घण्टा जागा हुन्छ है। राज्यले 24 घण्टामा जति बेलै पनि नियन्त्रण गर्न चाहिँ सक्छ। तर अदालतको आदेशले आज के भन्यो भने स्वेच्छाचारी ढङ्गले नियन्त्रणमा लिएको दुर्गा प्रसाईलाई, किनभने उनले अभिव्यक्ति मात्रै दिएका हुन्। सार्वजनिक शान्ति खलल गर्ने कुरामा चाहिँ ती खालका अभिव्यक्तिले चाहिँ त्यो अघि मैले भनेका होइन धर्म संस्कृति लगायतका यो जात जाति क्षेत्र होइन देशको सीमा अखण्डता यसका विरुद्धमा हुने खालका यावत कुराहरू हुनुपर्छ कि हात हतियार प्रदर्शन गरेको यस्तो हुनुपर्छ, त्यो केही पनि देखिएन भन्यो। त्यसो भएकाले उनी छुटे होइन।
यसरी यो को मान्छे कुन पदमा थियो हिजो भन्ने कुराले मूल्याङ्कन गर्नु हुँदैन। मान्छेका बोलीहरू उसले के सपोर्ट लिएर बोल्छ भन्ने कुराले चाहिँ मान्छेका अभिव्यक्तिहरूको मूल्याङ्कन गर्नुपर्छ। मैले यहाँ जोडेको के हो भने हाम्रो प्राइम मिनिस्टरलाई जोड्या होइन। उहाँले चाहिँ होइन खरो साथ त बोलिदिनुहुन्छ, तर उहाँले बोल्दाखेरि के चिज सपोर्ट लिनुभयो, के का आधारमा लिनुभयो, कुन कानुनले कुन विधिले दिँदैन भनेर लिनुभयो, त्यो चिजतिर त हामीले एका गरेनौँ। अहिले उहाँले गरेको कामलाई चाहिँ अदालतले के भन्यो, स्वेच्छाचारीपूर्ण रूपमा चाहिँ यसो गर्न पाइँदैन भन्नुको अर्थ के हो भने प्रसाईलाई स्वेच्छाचारी रूपमा तिमीहरूले चाहिँ गिरफ्तारी गर्यो भन्ने हो। समयको कुरा चाहिँ अदालतले कम्प्लेन गरे होइन है त। हस्, धन्यवाद।